लगायत हजुरको खोल परिवारलाई आफ्नैदेखि समाजका त्यसै गरी अगलाई साथमा साथ हातमा हात दिएर अघि बढिरहने सम्पूर्ण त्यस्तै गरी इन्डिङसम्मको सबै हुनु पऱ्यो क्या अब त प्रोग्राम ठिक छ म्याम गइहाल्यो नि समय हाल्ने हो नि त भाइ सबै हो बुझ्ने हो नि त होइन कमजोरी भयो भने मौका हुन्छ रुनु हो बोल्न सक्ने लागि ठुलो भएर यसमा हजुरलाई धन्यवाद गर्छु एक दुईजना अगाडि धर्मको अगाडि पनि म बोल्न सक्दिनँ आज परमात्मा परमेश्वरले यति धेरै जन्म बोल्न सक्ने योग्यको बनाउनु भएको छ परमात्मा हजुरलाई करोड करोड ईश्वरले म आफ्नै कारणले तपाईँलाई ईश्वरको सुसमाचार सुनाउनु हुने त दिदी कमला मिसलाई पनि चारैबाट पनि आफ्नोदेखि सुसमाचार साथमा त्यस्तै गरी मलाई पहिलोचोटि ग्रहण गराइदिनु हुने त सिन्धुलीमा रहेर यस टाइम महिना गरिरहनु भएको छ त लिडर इन्दिरा म्याम हजुर त्यस्तै गरी मलाई पहिलोचोटि चम्काइ गराउनु हुने मेरो अग्रज अगुवा हिना खातिमा हजुरलाई कारणबाट पनि आफ्नोदेखि व्यक्त गर्न चाहन्छु ईश्वर महिमा गर्दै जाँदा मैले हरेक सम्पूर्ण अग्रज अगुवाको हातबाट चम्काइ पाइसकेको छु र सम्पूर्णमा एकमुष्टमा धन्यवादका साथ सुसम्मान व्यक्त ईश्वरले म आफ्नै कारणले त ईश्वर दिनुभन्दा अगाडि ममा धेरै समस्या थियो त परमात्मा परमेश्वरले आज मलाई भुलचङ्ग बनाउनु भएको छ यसमा हजुरलाई धन्यवाद गर्छु यसमा मलाई पेट दुख्यो मलाई पेटको समस्या थियो त इन्सुलेसनको पनि समस्या थियो खाना खान बस्दाखेरि मैले खाना खाँदा आधी खाना छोड्नुपर्ने अवस्था थियो बाबाले भन्नुहुन्थ्यो तँलाई के खानु छ जहिले खाना खाने बेलामा पेट दुख्छ कस्तो पेट दुखेको हो भन्नुहुन्थ्यो आज परमात्मा परमेश्वरले त्यो पेट दुखेर हटाएर परमात्मा परमेश्वरले मलाई भुलचङ्ग बनाउनु भयो बिना यसमा हुँदैन थियो तलपेटको पनि त्यस्तै समस्या थियो मलाई ग्यास्ट्रिकको पनि समस्या थियो आज परमात्मा परमेश्वर पिताले कुनै पनि समस्या यो शरीरमा रहन दिनु भएन पिता यसमा हजुरलाई बिन्तीको बेला परमात्मा परमेश्वर पिताले त हुनुभएको छ भने तिमीले माग त पाउनेछौ खोजेर त भेटाउनेछौ ढुका खोजेको तिम्रो निम्ति सदा सर्वदा ढुका उगारिनेछौ भन्नुभएको छ परमात्मा परमेश्वर पिताले मैले माग्दै गएँ परमात्मा परमेश्वर पिताले आज मलाई यो शरीर भलचङ्ग बनाउनु भयो पिता यसमा हजुरलाई धन्यवाद गर्छु त्यस्तै गरी गमनमा गर्दै गर्दा त हालत समस्यामा आउने होइन त हरेक समस्या आएको थियो र जस्तो सुकै समस्या आएको तिमी नडराउ भनेको त पालमा गर्दै जाँदाखेरि परमात्मा परमेश्वर पिताले त यो शरीरमा त हरेक समस्या निकाल्ने सहितले आफूलाई हजुरले हटाइसक्नु भयो यसमा हजुरलाई धन्यवाद गर्छु यसो मसीको नाममा यसको खोखामा चाहिँ एउटा गिखा बोलाएको थियो अनि मैले परमात्मा ईश्वरलाई जितिसकेपछि यो समस्या मलाई आएको थियो र मैले परमात्मा परमेश्वरको वचन पालना गरिरहेको मेरो बच्चा तिमी नडराउ भन्ने वचन मैले सदा सर्वदा त्यो वचनमा खेलाइरहेँ र परमात्मा परमेश्वरसँग माग्दै गएँ परमात्मा परमेश्वर पिताले आज त्यो गिर्खा पनि हटाइदिनु भयो परमात्मा परमेश्वर पिताले त्यो समस्या त्यो गिर्खालाई हटाइदिनु भयो यसमा हजुरलाई धन्यवाद गर्छु यसो
त्यस्तै गरी काम गर्दै जाँदाखेरि मैले 1 महिना 2 महिना काम गरेपछि म 7 दिन सुत्नु गर्थेँ होइन। तर अनि काम गर्दै जाँदा चाहिँ त्यस्तो हुन्छ अनि दिदीले भन्नुहुन्थ्यो तर यो काम गर्न सक्दैन अब अर्कै काम खोजेर गर भन्नुहुन्थ्यो कि दिदीले। अनि मैले ईश्वरसँग भने परमात्मा त हजुरको योजना जे छ त्यही गर्नुहोस्, मैले यो काम गर्न सक्दिनँ भने परमात्मा हजुरले अर्को काम मिलाइदिनुहोस्, हजुरको सन्तानले गर्न सक्ने काम मिलाइदिनुहोस् कि त यही काम गर्न सक्ने शक्ति र सामर्थ्य दिनुहोस् है पिता भनेर मागेको थिएँ। र 1 वर्ष भयो परमात्मा परमेश्वर पिताले त्यही काम गरेर खान सक्ने योग्यको बनाउनु भएको छ। त्यस्तै गरी काम गर्दै जाँदा कहिले पनि भनेको जति फल पाउँदैन थियो क्या। अनि एउटा वर्ष मैले युट्युबमा एउटा गवाई सुनेको थिएँ होइन, पोखराको एउटा गवाई। त त्यो गवाई मैले उहाँको चाहिँ जहिले पनि काम चाहिँ धेरै गर्नुपर्ने, तलब चाहिँ थोरै आउने। अनि मेरो पनि त्यस्तै भइरहेको थियो, मैले सुनिरहेको थिएँ। अनि पिता अनि उहाँले प्र्याक्टिकल गर्नुभएको छ। अनि उहाँले प्र्याक्टिकल गरेपछि चाहिँ त्यो अर्कोचोटि त्यो पहिला आएकोभन्दा धेरै तलब उहाँले पाउनुभएछ है। अनि उहाँले पनि परमात्मा उहाँलाई त दिनुभएछ भने पिता हजुरले मलाई पनि दिनुहुन्छ भने मैले त्यो वचनलाई मैले आफ्नो हृदयमा राखेँ। अनि परमात्मासँग परमात्मा त हजुरले मलाई पनि दिनुहुन्छ, त्यो गवाई त उहाँको त्यो सत्य गवाई पिता हजुरले मलाई पनि कार्य गरिसक्नु भयो भने मैले पहिलाको भन्दा धेरै तलब पाउने योग्यको परमात्माले बनाउनु भयो। यस्तो महान परमात्मा परमेश्वर जे माग्यो त्यही पाउनेछौँ होइन। त हामीले आत्मादेखि जे माग्यो परमात्मा परमेश्वरले त्यही पुर्याइदिनु भएको छ। यसपालि म हजुरलाई धन्यवाद गर्छु। यसो मसीहमा त आजको दिनमा परमात्मा परमेश्वर पिताले मेरो शरीरमा कुनै पनि समस्या छैन, मलाई कुनै पनि दुःख कष्ट केही पनि छैन। परमात्मा परमेश्वरले धनजन्म राख्नुभएको छ, मलाई राख्नु परमात्मा परमेश्वरले हजुरहरूलाई पनि राख्न सक्नुभयो भन्दै ईश्वरलाई धन्यवाद गर्छु। यसो मसीहको नाममा परमात्मा परमेश्वरले भन्नुभएको छ तिमीले महिमामा जस्तो विश्वास गर्छ त यस भवनमा आएर हजुरहरूले जस्तो विश्वास गर्नुभएको छ, अग्रजको मुखबाट जस्तो वचन आउँछ त्यही वचन त घरमा गएर पनि त्यही वचनलाई हजुरहरूले पुरा विश्वास गर्नु होला, मन पठाउनु होला, त हजुरहरूको सम्पूर्ण नगरेको कार्यहरू भनिसक्यो भन्दै ईश्वरलाई धन्यवाद गर्छु। यसो मसीहको नाममा त्यसपछि हाम्रो कार्य हुँदैन। यहाँ हामीले महिमामा जस्तो विश्वास गरेका छौँ त अगाको मुखबाट जस्तो वचन आएको छ त्यस अनुसार हामीले घरमा पनि त हामीले सदस्यहरूलाई पनि त्यही वचन त्यस्तै विश्वास गऱ्यो भने परमात्मा परमेश्वरले हाम्रो जीवनमा उच्च राख्नुहुन्छ भन्दै पितालाई धन्यवाद गर्छु।
मेरो एकमुठी सास र एक कोठा रगत रहँदै परमात्मा परमेश्वरको वन्दना गरेर हिँड्नेछु भन्दै ईश्वरलाई धन्यवाद गर्छु। यसो मसीहको नाममा धन्यवाद ईश्वर। यति महान मोबाइल अनि वचनहरू दिनुभयो तपाईँको सन्तानलाई र उहाँको मुखबाट तपाईँ हामी सबैलाई उत्साहित पारेर जानुभयो। मिठो भजनको थोरै खण्ड पनि सुनाउनु भयो। उहाँका निम्ति जोरदार तालीले सम्मान गर्ने विनम्र अनुरोध गर्दछु। अलिकति केही स्वात्मीको रूपमा बाहिरका कुराहरू पनि जान्नुपर्ने हुन्छ। उहाँ म्यामहरूले भन्नुभयो हामी असाध्यै अन्यायमा परेका थियौँ, हामी असाध्यै शोषणमा परेका थियौँ। यो स्टेजमा आएर बोल्न सक्ने हामीसित शक्ति र सामर्थ्य थिएन हिजोको दिनमा। सत्य हो, म यो कुरालाई अलिकति पुष्टि गर्न चाहन्छु। हाम्रा आमा दिदी बहिनी श्रीमती बुहारी छोरी सबैलाई हामीले घोर अन्याय र अत्याचार गरेका थियौँ। म आत्मामा हात राखेर बोल्छु, स्वयं मैले अन्याय गरेको थिएँ, अत्याचार गरेको थिएँ, शोषण गरेको थिएँ कि मैले त्यो पापी संसारमा त्यही कुरो सिकेको थिएँ। घरको चुलो चौकोमा सीमित राखेको थिएँ। हाम्रो चाहिँ आदेश मान्नुपर्ने अरे, हामीले जे भन्यो त्यो मान्नुपर्ने अरे, नमानेमा हामीले चाहिँ उनीहरूमाथि आक्रमण पनि गर्ने अरे। यस्तो खालको संस्कार थियो हिजो। हामी यो संस्कारबाट आएका हौँ। तपाईँ हामी सबैजना र तपाईँहरूको मुक्ति कसैले पनि दिन सकेन। न राज्यले दिन सक्यो, न राष्ट्रपति महिलाले दिन सकिन्, उपराष्ट्रपति महिला छन् अहिले पनि उपसभामुख, न उनले दिन सकिन्। कसैले तपाईँहरूको मुक्तिका लागि आवाज सुनिदिने मान्छे कोही भएन। तर आज हामी जहाँ पनि छौँ परमेश्वरको राज्यमा पुरुषको सङ्ख्याभन्दा महिलाको सङ्ख्या अधिकांश छ। किन? हाम्रो आवाज सुन्ने, हाम्रो पीडा सुन्ने, हाम्रो मर्म सुनेर एक मात्र परम प्रधान परमेश्वरको हुनुहुँदो रहेछ। अनि हामी बाहिर खोज्दै हिँड्छौँ अनि कसले हाम्रो आवाज सुन्ने? हाम्रो यो शाखामा त महिला लिडरहरू हुनुहुन्छ त सत्य लिएर। म त यसमा असाध्यै गौरवान्वित छु, असाध्यै खुसी छु। यहाँहरू उतिखेरमा पर्नुभएको, शोषणमा पर्नुभएको, अत्याचारमा पर्नुभएको, कहाँ गएर चाहिँ यो मनको पीडालाई सुनाउने होला, कहाँ गएर ल्याउने होला, कहाँ गएर बिसाउने होला, पढिदिएर हिँडिरहनु भएको थियो। आज हाम्रो अग्रज हाम्रै आमा हुनुहुन्छ, महिला हुनुहुन्छ, पुरुष अग्रज हुनुहुन्छ, हाम्रो केन्द्रमा पुरुष अग्रज हुनुहुन्छ है। तर धेरै ठाउँमा चाहिँ हामीले महिला अग्रज नै पाएका छौँ। यो पनि हाम्रो शाखाको निम्ति लिडर न्यायाधीशहरू अनि तपाईँहरू परमेश्वरका सन्तानहरूको अहो भाग्य भन्छु है म। धन्यवाद ईश्वर। तपाईँका छोराछोरीहरूलाई जुरुक्क उठाउनुहोस्, तपाईँको राज्यमा ल्याउनुहोस्। उहाँहरूमाथि गरिएका अपराधहरू, अन्यायहरू, अत्याचारहरू हाम्रो लागि पनि क्षमा दिनुहोस्। धन्यवाद गर्छु। आज त मैले मेरो मिसेसलाई त ए होइन, यो परमेश्वरको काम गर्नको लागि तिमीले मेरो कहीँ केही कुरो डर मान्नु पर्दैन है। नडर, तिमीलाई खुल्ला छ, परमेश्वरको काम गर, तिमीलाई खुल्ला छ भनेर छोडिदिएको छैन। मैले चाहिँ उनीमाथि केही अन्याय अत्याचार पाएर व्यवधान पुर्याएको छैन। हजुरहरूलाई पनि त हुनु पऱ्यो है। अब नैना मगर म्यामहरू यस स्टेजमा आएर आफ्ना गवाई शिक्षा वचनद्वारा सम्पूर्ण उत्साहित पारिदिनु हुने अनुरोध गर्दछु। हवस्, धन्यवाद। धन्यवाद गर्छु। जगतमा महान पिता परमेश्वर हजुरलाई गौरव गरी धन्यवाद दिन चाहन्छु।
हिजोको दिनमा कि त्यसै गरी धन्यवाद समान व्यक्त गर्न चाहन्छु। हामी सम्पूर्णको अग्रज जो हुनुहुन्छ पोखरामा रहेर हरेर सबैका महिमा गरिरहनुहुने हामी सम्पूर्णको अग्रजका प्रकाश हजुर सुशर्मा हजुर उहाँको समस्त परिवारमा टाढेबाट भए पनि सिद्धको समान व्यक्त गर्न चाहन्छु। त्यसै गरी लामो दुधलाई छोटो बनाउँदै यसै ढापास्याहारमा परमेश्वरको मन्दिर ल्याएर रोप्नुहुने हामी हजुरको हजुर हामी सबैको अग्रजका सुशर्मा हजुर उहाँको समस्त परिवारमा सिद्धको समान व्यक्त गर्न चाहन्छु। त्यसै गरी धन्यवाद व्यक्त गर्न चाहन्छु। यो समयमा सिन्धुली चक्रमा भव्य र सभ्यताको साथ महिमा गरिरहनुहुने मेरा अग्रजका हिराहाटी नाम हजुरको हजुर सीताराम हाती सर हजुर उहाँको समस्त परिवारमा म टाढेबाट भए पनि सिद्धको समान व्यक्त गर्न चाहन्छु। त्यसै गरी यसै शाखाका सम्पूर्ण लिडर सर ज्ञान हजुरहरू वाद्यवादनमा रहनुहुने सर हजुरहरू आजको पवित्र महिमा सञ्चालन गर्नुहुने सर हजुर र सम्पूर्णमा एकै मुष्टमा समान व्यक्त गर्न चाहन्छु। र सम्पूर्ण ईश्वरका पवित्र आत्मा जन्मिने हुने जति पनि उपस्थित हुनुभएका छ यहाँ सम्पूर्णमा एकै मुष्टमा समान व्यक्त गर्न चाहन्छु। धन्यवाद गर्न चाहन्छु। धन्यवाद गर्न चाहन्छु। परमेश्वर पिता हजुरलाई करोड करोड धन्यवाद गर्न चाहन्छु। यस मसीहको नाममा परमेश्वर पिताको योजना अनुसार आज गवाई प्लस वचन शिक्षामा सुन्नुभयो पिता हजुरलाई करोड करोड धन्यवाद गर्न चाहन्छु। मसीहको नाममा परमेश्वरले चिन्न पाए परमेश्वरले चुन्नुभयो र परमेश्वरलाई चिन्न पाए धन्यवाद गर्छु पिता यस मसीहको नाममा। परमेश्वरलाई चिने मैले बाबुको कारण र म आफ्नो कारणले पहिलोचोटि मैले ग्रहण सँगै गरेँ सिलगढी चकमकी शाखामा ग्रहण पाएँ। मैले इन्दिरा राणा म्याम हजुर र सँगै पाएँ। पहिलोचोटि सँगै पाएँ मैले हिराहाटी म्याम हजुरबाट उहाँहरूलाई म एकै मुष्टमा समान व्यक्त गर्न चाहन्छु। र मैले सुसमाचार सुने बहिनी कमलाबाट उहाँलाई पनि ईश्वरको परिपूर्ण आशिष बसिरहोस् भन्न चाहन्छु। र त्यसै क्रममा त्यस ठाउँबाट उत्साहित भएर म अडा भएँ खडा भएँ र यस ठाउँमा आएँ। यो काठमाडौँको ठाउँमा आएर पनि परमेश्वरको राज्य पाएँ महिमा पाएँ र यो ठाउँमा आएर परमेश्वरको महिमा गर्न पाएँ। र यस ठाउँमा पनि आएर परमेश्वरको ग्रहण सँगै हाम्रो अगुवा म्यामद्वारा पाएँ। म्यामलाई पनि म ईश्वरको परिपूर्ण आशिष बसिरहोस् भन्न चाहन्छु। धन्यवाद गर्छु पिता यसो मसीहको नाममा। र मेरो गवाई भन्नुपर्दा परमेश्वरलाई चिन्नु नै मेरो सबैभन्दा ठुलो गवाई हो पिता हजुरलाई धन्यवाद गर्न चाहन्छु। हिजोको दिनमा धेरै समस्यामा थिए यस्तो अडान खडा हुनै सकेको थिएन कि आफै भित्रै कस्तो अलिक कमजोर जस्तो हुने केही म केही गर्नुलाई भन्ने त्यो आफै नआउने त्यस्तो समस्या थियो। अनि धेरै टाउको दुख्ने पोल्ने टाउको एक छ दुखाइ धेरै गरेको पोल्ने अनि गरम हुने दुख्ने यति धेरै मान्छेको यस्तो अगाडि भिडमा बस्नै नहुने अनिवार्य बसेपछि धेरै टाउको दुख्ने बस्नै नसक्ने त्यस्तो अवस्था थियो। अनि घर गएपछि खाना खानै नहुने त्यत्तिकै ओछ्याएर सुत्नुपर्ने त्यस्तो अवस्था थियो हिजोको दिनमा। अनि धेरै हात खुट्टाहरू गर्ने थकित हुने ज्यान बाहिर शरीर हेर्दा सिङ्गो शरीर छ केही भएको छैन तर भित्रै चल्ने बोल्ने मन शान्ति नहुने त्यस्तो अवस्थामा परमेश्वरलाई चिन्न पाएँ। अनि बाबुमा पनि धेरै समस्या उसलाई एकदम कान दुख्ने दाँत दुख्ने रातभरि सुत्नु नदिने रुएर बस्ने उठेपछि कसरी निद्रा लाग्छ सुत्नु पाउनु अनि रातभरि जागरण बस्ने त्यस्तो समस्या थियो हिजोको दिनमा। अनि एकदम बाबुलाई एकदम ज्वरो आउने कहिले के हुने कता धामी छ कता डक्टर छ त्यसरी हिँड्नुपर्ने अवस्था थियो हिजोको दिनमा। जब परमेश्वरको राज्यमा आयो त्यो समस्या कति बेला हट्यो थाहै भएन हजुर। धन्यवाद आजसम्म त्यो कान दुखेको छ मलाई कान दुखेको छ भन्ने शब्द छैन। परमात्मा हजुरले यति ठुलो आशिष दिनुभएको छ परमेश्वर हजुरलाई करोड करोड धन्यवाद गर्न चाहन्छु। धेरै बिराम्नुहुन्थ्यो महिनामा त्यस्तै 2 चोटि 3 चोटिसम्म बिराम्नुहुन्थ्यो कहिलेकाहीँ त। अनि धेरै 2-4 दिन अलिक सधैँ भयो अनि गाउँ डुलेर हिँड्ने कि कहाँ जाने कहाँ
कहिले थपेर बिहानै हिँडेपछि बेलुका खोजेर हिँड्नुपर्ने अवस्था त्यस्तो अवस्था थियो। बर्खाको टाइममा त झन् गाउँघरमा त्यस्तै हो, खोर्सा खोर्सी धेरै बाढी आउने, बाढीमा पस्यो कि कतै के भयो कि त्यसको आत्मा आउँथ्यो, रुई खोजेर हिँड्नुपर्ने अवस्था त्यस्तो थियो हिजोको दिनमा। तर जुन दिन परमेश्वरको राज्यमा आए त्यस दिनदेखि सबै समस्या परमेश्वरले हटाउनु भयो। परमात्मा हजुरलाई करोड करोड त्यसरी नै परमेश्वरको महिमा गर्दै गर्दै गर्दाखेरि परमेश्वरले लिडरको रूपमा चुन्नुभयो। मलाई यो आत्मामा छँदै थिएन, चाहना थिएन कि म सधैँ परमेश्वरको राज्यमा परमेश्वरको महिमा त गर्छु, म जन्ममा रहेर परमेश्वरको महिमा गरिरहनेछु भन्ने मलाई यो आत्मा आउँथ्यो। अनि मैले त्यसको आत्मा बनाउँदै परमेश्वरको महिमा गर्दै हिँडेँ। अनि जब यहाँबाट त्यो यहाँ जतिजना सर्जनहरू हुनुहुन्थ्यो उहाँहरू अर्को शाखामा जानुभएछ, हामीलाई थाहा थिएन। अनि शनिबारको महिमामा आउँदाखेरि केही छैन, लथालिङ्ग छ। पहिला त त्यति धेरै सामानहरू या अगाडि पनि कति धेरै सामानहरू थियो। अनि त्यो दिन त उहाँ सरहरू पनि आउनु भएन, हाम्रो म्याम सुशीला म्याम मात्रै आउनुभयो। अनि हामीलाई केही थाहा थिएन त्यति बेला। मलाई अनि म्यामले भन्नुहुन्थ्यो कि अगाडि बढ्नु होला, मलाई साथ दिनु होला है, परमेश्वरको राज्यमा अगाडि बढ्नु, महिमा गर्नु भन्नुहुन्थ्यो। अनि त्यो के लिडरको त्यो स्वयंसेवक भनेर लेखेको कार्ड दिनुभएको थियो मलाई म्यामले त्यति बेला। अनि मैले त्यति बेला भने कि होइन म्याम हजुर, म परमेश्वरको महिमा त गर्छु, परमेश्वरको राज्यमा म आइरहन्छु, महिमा गरिरहन्छु भ्याइसम्म, तर म जम्मै गएर महिमा गरिरहन्छु नि भन्ने काम हुन्छ। म एउटा काममा पनि जानुपर्छ, म त्यति खट्नु पाउँदैन। लिडर भएपछि त मलाई थाहा थियो, पहिला नै लिडर भएपछि परमेश्वरको राज्यमा सबभन्दा अलिक खटेरै गर्नुपर्छ महिमा भन्ने मलाई थाहा थियो। किनकि मेरो बहिनी लिडर भइसकेको थियो, उहाँ कमला बहिनी लिडर भइसकेको थियो। अनि मलाई थाहा थियो। अनि त्यस कारणले मैले भने अनि बजाउनु महिमा गर्छु नि त भने। त्यसपछि अर्कोचोटि त मलाई थाहै भएन, नाम लेखाउनु भयो कि परमेश्वरको महिमा त्यस्तो हुँदो रहेछ, मैले सोचेको थिएन। अनि लिडरमा सुन्नुभयो, महिमा गर्दै गएँ। अनि समस्या आयो के बाबु, एकदम बाहिर हिँड्ने झन् समस्याको आयो। बिहानै उठेर बाहिर जाने, बाहिर जान्छु भनेर जाने, अनि फर्केर नआउने, कहाँ गयो आउँदै नआउने, कहिले त बेलुका भइसकेको पनि नआउने। अनि कहाँ खोज्नु जाने अब। अनि परमेश्वरले सुन्थे, एक दिन शनिबारको दिन यो महिमा गर्नु जानुपर्छ बाबु भनेको हुन्छ भन्दै थियो पहिला त। अनि बिहानै उठेर टोइलेट गयो, आउँदैन त्यहाँ वरिपरि त हेरेको थिएँ, अब नभेटेपछि कहाँ जानु। अनि बेलुका महिमा गरेर गएँ, 6 बजी लगभग 7 बज्नु लागिसकेको थियो, आएको छैन त्यति बेलासम्म। अनि त्यो बेला चाहिँ अलिक आत्तियो, मन पनि अलिक आत्तियो। त्यति बेला दिदी हिँड्नुपर्छ, आएको छैन। अनि मैले म्यामलाई फोन गरेँ, म्याम हजुर यस्तो भयो, के गर्ने होला, एउटा आत्माले त पुलिस रिपोर्ट गर्नुपर्छ कि भन्ने पनि आयो। अनि त्यो पनि म्यामलाई सुनाएँ मैले, म्याम हजुर यस्तो भयो, के गर्ने होला भने। होइन म्याम हजुर ढुक्क रहनु, विश्वास गर्नु परमेश्वरमा, आधा सम्मान उठाउनु, आउँछ बाबु, केही भएको छैन भनेर त्यो वचन दिनुभयो। अनि मैले त्यही वचन समाएँ। अनि म अन्य भाषा प्रार्थनामा बसेँ। अनि त्यसपछि बाबु आए। अनि आएपछि एकछिनपछि ल आएछ, ठिकै छ कि त भने। अनि परमेश्वरलाई धन्यवाद दियो। फेरि अन्य भाषा प्रार्थना बसेको, फेरि छैन, एकछिनपछि फेरि छैन। अनि यसो के भएको होला त, यो जे भए पनि होस् कि त, तपाईँको योजना र चाहना यसरी नै हिँड्दाखेरि तपाईँ खुसी हुनुहुन्छ भने, तपाईँलाई ठिक छ भने मलाई पनि ठिक छ परमात्मा भनेर मैले यसरी नै मन बनाउँदै गएँ। 1 वर्ष भयो नि, 1 वर्षसम्म त्यसरी नै हिँडिरहे। बल्ल 1 वर्ष हाम्रो जो यो भवन यो रङ लगाउने काम भइरहेको थियो त्यो बेला। अनि लगभग म शुक्रबारको दिन हो यस भवनमा आएँ, अलिअलि काम गर्छु म पनि भनेर आएँ। अनि भोलिपल्ट शनिबार थियो, शुक्रबार आयो। अनि त्यसको भोलिपल्टदेखि बाबु महिमामा जुट्न थालेँ। पिता धन्यवाद गर्छु। अहिले पनि बाबु यही आएको छ, भवनमै आएको छ। त्योभन्दा अगाडि बाबु जुटिरहन्थ्यो, शनिबार सधैँ भवनमा आउँथ्यो, महिमा गर्न आउँथ्यो। जब लिडरमा सुनेपछि त्यस्तो समस्या आयो, हालत आयो। अनि तर पनि म कति पनि मन कमजोर गरेन। बाबु एकदम बाहिर हिँडिरहन्थ्यो, म सधैँ बुधबार आउनु भ्याउँदिनँ, शनिबार चाहिँ म सधैँ यसरी हिँड्नु हुँदैन बाबु, हामी महिमा गर्न जानुपर्छ, यसरी हिँडेर
कहिले राम्रो हुँदैन भने म उता सिकाइरहने परमेश्वरद्वारा आएको वचन हो बाबु यसको वचन त पालना गर्नुपर्छ हामीले सन्यामको वचनहरू खानुपर्छ भन्ने सिकाइरहने ल हुन्छ त भन्ने अनि एकछिनमा हराइहाल्ने त्यस्तो हुँदा हुँदै त्यो समस्या त्यो हालत मैले कति पनि हेरिनँ कहिलेकाहीँ त खोज्नु त हिँडेँ नि हिँड्दा पनि नभेटी अनि जब परमेश्वरलाई मानिए सुनिदिए जेसुकै होस् अब मेरो सन्तान होइन परमेश्वरको सन्तान हो मरे पनि बाँचे पनि परमेश्वरकै सन्तान हो बाँच्नु त हाम्रो नाता हुन्छ नि मरेपछि त हामी सँगै जान सक्दैनौँ नाता रहँदैन भन्ने मैले यस्तो मन बनाएँ एकदम परमेश्वरलाई जिम्मा दिएँ परमेश्वरलाई सुन्थेँ अहिले बाबु एकदम ठिक छ त्यसरी हिँड्नु छोडेको छ परमात्मा तर मेरो बाबु नराम्रो त्यस्तो होइन रहेछ त्यस्तो बनाउने त्यस्तो समस्या मन कमजोर बनाउनु खोजेको रहेछ तर मैले मन कहिल्यै कमजोर गरिनँ बाबु जति नै हिँडिबस्नुहोस् बस्नुहोस् जति नै हिँड्नुहोस् कि तर म तपाईँको महिमा गर्न कहिल्यै छोड्दैन जति दुःख दिनुहोस् म तपाईँको महिमा कहिल्यै गर्न छोड्दिनँ भन्ने मैले यो आत्मा बनाएँ यो मन बनाएर परमेश्वरको महिमा गर्दै गरेँ आज परमात्माले त्यस्तो समस्यालाई सबै हटाउनु भएको छ पिताले आफ्नो राज्यमा ल्याउनु भएको छ परमात्मा हजुरलाई करोड धन्यवाद गवाई दिनुभएको छ पिता संसारिकमा हो भने त्यस्तो अवस्थामा कति मिलेर खोजेर भन्दाले हुनुपर्ने थियो तर परमेश्वरको सन्तान भएको थियो परमेश्वरमा ढुक्क विश्वास गरे परमेश्वरलाई मन दिए आज परमेश्वरले आशिष दिनुभएको छ परमात्मा हजुरलाई करोड धन्यवाद अनि परमेश्वरले धैर्य गरेर सन्तान धैर्य गर तिमीलाई म दिनेछु भन्नेको यो वचन पिताले पुरा गरिदिनु भएको छ परमेश्वर हजुरलाई करोड धन्यवाद गर्न चाहन्छु म यसको भन्दै समय धेरै भइसकेको छ हामीले आज परमेश्वरद्वारा हामीले अगाबाट पनि वचन खानुपर्ने हुन्छ शिक्षा खानुपर्ने हुन्छ हामी कति वचन शिक्षाले नै बाँचिरहेका छौँ आज त्यसैले यो गवाई वचन शिक्षाले सम्पूर्णलाई आशिष मिलिसक्यो भन्दै हजुरहरूबाट पाएको गवाई वचन शिक्षाले पनि मलाई र मेरो घर परिवार सम्पूर्णलाई आशिष मिलिसक्यो भन्दै पिता परमेश्वरलाई करोड धन्यवाद गर्न चाहन्छु म हात हुनुपर्दा जस्तो सुकै हालत आए पनि जबसम्म यस धरतीमा रहन्छ तबसम्म परमेश्वरको महिमा गर्न कहिले छोड्ने छैन भन्दै परमेश्वरको जब परमेश्वरले लानुहुन्छ र परमेश्वरको साथमा पनि परमेश्वरको महिमा गर्न पाऊँ भन्दै पिता परमेश्वरलाई करोड धन्यवाद गर्न चाहन्छु परमात्मा धन्यवाद धन्यवाद परमप्रधान परमेश्वर पिता हजुरले दिनुभएका महान गवाई शिक्षा बाट तपाईँका सन्तानहरूलाई बनाइरहनु भएको छ पिता र भर्खरै गवाई शिक्षा प्रस्तुत गरेर जानुहुने हाम्रो नैना मगर म्याम हजुरप्रति पनि हामीले सुसम्मान व्यक्त गर्छौँ देश पछाडिको पावर छ लक्ष्मी तामाङ म्याम हजुरको यसभन्दा अगाडि मैले थोरै एउटा मेरो कुरो राख्ने मेरो जीवनको घटना भन्नुपर्छ हिजो हाम्रो पोखराको उपाध्यक्ष म्याम हजुरले भन्नुहुन्छ हिजोका समस्यालाई जन्म नमाग्नुहोस् है तपाईँले हिजोको समस्यालाई कति नकोट्याउनुहोस् तपाईँले चिन्ता गर्नुहुन्छ समस्या आइहाल्छ भन्नुहुन्छ त्यो कुरो एकदम सत्य र सही हो र पनि कहिलेकाहीँ हिजोका समस्याहरू जसले तर्पाएको थियो जसले हामीलाई उत्पीडनमा पारेको थियो जसले हामीलाई हाम्रो जीवन मरिसकेको थियो त्यसको पनि त याद गर्नुपर्ने कहिलेकाहीँ र म त्यस्तै पृष्ठभूमिबाट आएको व्यक्ति हुँ म आज तपाईँको अगाडि आएर परमेश्वरको काम गर्ने मलाई जुन एउटा सुवर्ण मौका मिल्यो यो अवस्थामा मैले भन्नै पर्छ मलाई रात पर्दाखेरि भोलिको दिन देख्न पाइन्छ कि पाइँदैन भन्ने ठुलो डर हुन्थ्यो अनि दिन आयो भने भरे रात पर्छ कसरी त्यो रातलाई कटाउने होला मेरो जीवन किन यस्तो कठिन भयो प्रभु
मलाई त बाँच्न असाध्यै गाह्रो भयो भन्ने पृष्ठभूमिबाट आएको व्यक्ति हुँ र अहिले एउटा गीत निस्कियो क्या त्यो गीतले मलाई असाध्यै छोड्यो गीत अहिले निस्क्यो आजभन्दा 4 वर्ष अगाडि आउनु पर्ने गीत अहिले निस्क्यो त्यो गीत अहिले निस्किए पनि मेरो आत्मामा छोएको हुँदा त्यसलाई मैले थोरै यहाँहरूको अगाडि राख्छु तपाईँ फेरि नरुनु होला हाँस्नु होला सबैजना है त त्यो मेरो जीवनमा परेको घटना भएको हुँदा रात किन हुन्छ हजुर दिन किन हुन्छ रात किन हुन्छ हजुर दिन किन हुन्छ छैन जिन्दगी कठिन किन हुन्छ हिजोको मेरो बितेर गएको जीवनलाई छोएको हुँदा मैले यहाँको अगाडि राखेँ र सायद त्यस्तो कसैलाई पनि नपरोस् रातमा अहिले आनन्दसँग निदाउन सकिएको छ अनि दिनमा आनन्दसँग ईश्वरको काम गरेर हिँड्न पाइएको छ हामी यो परमेश्वरले हामीलाई बचाउनु भएकै उहाँकै निम्ति काम गर्नका लागि हो भन्दै अब हाम्रो लिडर शिक्षाकै कर्मचारी नै रहेको छ हाम्रो यस शाखाका अति उत्साहित हुनुहुन्छ हाम्रो लक्ष्मी तामाङ म्याम हजुर उहाँका वचन शिक्षाबाट तपाईँ हामी अलिकति घुम्न परिरहेको अवस्था छ अलि चाहिँ उत्साहित हुनुहोला भन्दै म उहाँको स्वागतको लागि तालीले सम्मान गरिदिनु अनुरोध गर्दछु र अन्तिम वक्ता हुनुहुन्छ उहाँ पछाडि हामी दोस्रो महिनाको दोस्रो भजनमा प्रवेश गर्नेछौँ दोस्रो भजनका लागि अनु धमला म्याम हजुर र शोभिता नेपाली म्याम हजुर ट्याक्क गीत रचेर बस्नमा अनुरोध गर्दै दोस्रो भजनका लागि होइन हजुर ईश्वरलाई धन्यवाद गर्छु यसो मस्जिदको नाउँमा Hey!
माइक सन्तानहरूमा स्वीकार्नुहोस् भन्न श्रीनारायण व्यक्त गर्न चाहन्छु र ईश्वरलाई धन्यवाद गर्छु यसो मसीहको नाममा। परमेश्वर पिताले आज मलाई गवाई गर्नमा दिनुभयो। स्वयं परमेश्वर मेरो मुख भएर बोल्दै हुनुहुन्छ। हजुरहरू सम्पूर्ण एकदमै गवाईमा ध्यान दिनुहोला, वचनमा ध्यान दिनुहोला हैन। गवाई गर्दै भएको बेलामा यताउता नहिँडिकन आफ्नो समस्या के आउनु पर्छ, कुन गवाईले हजुरहरूलाई गवाई हुनेछ त्यो गवाईमा हजुरहरूले ध्यान दिनुहोला भन्दै परमात्मालाई धन्यवाद गर्छु यसो मसीहको नाममा। र मलाई ग्रहण गर्ने गरिदिनु भयो। नसिने न्याय हजुरहरूले मलाई ग्रहण गर्ने गरिदिनु भयो। मलाई न्याय मलाई परमेश्वरको पवित्र महिमा चिनाउनु भयो। मलाई परमेश्वरको पवित्र महिमा चिन्नुलाई मेरो लागि ठुलो भन्दा ठुलो गवाई केही पनि होइन। यस साथमा हाम्रो अग्रज हाम्रो आत्मामा आमा हुनुहुन्छ सुशीला थापालाई न्याय हजुरद्वारा पनि मैले ग्रहण गर्न पाएको छ र उहाँमा पनि सधैँ सधैँ ईश्वरको परिपूर्ण आशिष परिरहनु पर्ने
हजुरलाई मैले तिनीहरूलाई माग्दै गएँ यसरी मेरो हस्पिटलमा आज मैले मेरो सासूको अगाडि मैले यो होइन यो रोगको पनि मैले प्रश्न गर्नुपर्ने छ किनभने मलाई भोलिको दिनमा मैले न्याय गर्नु छ होइन म परमेश्वरको बाहिर के अरे परमेश्वरको ठाउँमा गएर म स्वर्गमा गएर भोलि मैले यो न्याय गर्नुपर्ने छ कि मैले यो झुटो गरेर बताएको होइन भनेर मैले यो न्यायको दिनमा मलाई न्याय गर्नु छ। त्यस कारणले गर्दाखेरि मैले मेरो सासूलाई मेरो फुपूलाई हामीले सबैले हाम्रो घर परिवार सबैले हामीले के अरे भनेको थिएन तर आज भन्छु म त्यो सिलगढी हस्पिटलको सिटी स्क्यानमा होइन सबै एक्सरेमा सबै एक्सरे साथीको एक्सरेमा चाहिँ क्यान्सरको ट्याग लगाइदिएको थियो दुष्ट शैतानले होइन मेरो सासूलाई मेरो फुपूलाई क्यान्सरको ट्याग लगाइदिएको थियो। हिजोको दिनमा योभन्दा 2 वर्ष अगाडि मेरो जेठानी दिदी पनि त्यही क्यान्सरकै ट्याग लगाएको थियो क्यान्सरले दुष्ट शैतानले लगेर गयो होइन त्यसै गरी त्यस्तो छ भने नजिकै मेरो आमामा पनि त्यही क्यान्सरकै समस्या देखाएर चाहिँ दुष्ट शैतानले त्यसरी चाहिँ मेरो आमालाई पनि मबाट टाढा बनाइदियो होइन र पनि मेरो मन एकदमै तलो भएर म म्यामसँग भन्थेँ मेरो मन हुन्थ्यो तर आजको दिनमा फेरि पनि मेरो फुपूमा पनि त्यही रोगको ट्याग लगाइदियो दुष्ट शैतानले तर पनि मेरो मन कमजोर भएर के भएर ईश्वर दुष्ट शैतान डक्टरको मुख भएर गएर मेरो फुपूलाई मेरो सासूले यसरी चाहिँ क्यान्सरको ट्याग लगाइदिएको हो भने त हजुरको असम्भव भनेको केही पनि छैन सबै कुरा सम्भव छ। म कुनै पनि मनुष्यले मैले भने छैन म मात्र हजुरमा भनेर म हजुरसँग हुनेछु भनेर चाहिँ मैले ईश्वरसँग ढुक्का भएर ईश्वरसँग मागेँ होइन मैले ईश्वरसँग प्रार्थना गरेँ यदि मेरो सासू मेरो फुपू होइन सँगै हुनुहुन्छ मैले राख्नेछु पिता हजुरको वचन पाउँदै म उहाँलाई बढाउनुहुन्छ पलाउनुहुन्छ उहाँलाई मैले राख्नेछु ईश्वर मैले तपाईँले मैले किन चाहिँ यस्तो दुष्टले मैले किन यस्तो वर्ष बाँधिएको छ 2 वर्ष 3 वर्ष अन्तरालमा मेरो 3-4 क्यान्सरको ट्याग लगाइदियो कुन चाहिँ दुष्ट शैतानको नजर लागेको मेरो घर परिवारमा भनेर चाहिँ मैले त्यसै वचन होइन त्यसै मैले अन्य भाषामा प्रार्थना गरेँ होइन परमेश्वर पितामा मैले जाहेर गरेँ मैले गुणा टेकेँ परमेश्वरलाई मैले मागेँ परमेश्वर पिता हजुरले माग गर्नुभएको छ मैले मागेँ होइन परमेश्वर पिताले मलाई तिमीलाई किन मैले माग भनेको थिएँ तिमीले माग्यो मेरो छोरी तिमीलाई कहिले पनि दिनु सहयोग हुनु मोडिने छैन होइन तिमीलाई कहिले पनि त्यो मन चल्न दिने छैन मनुष्यले त मानिसले तिम्रो मन चलेको देख्छ नराम्रो होइन मन चलेको देख्छ घरवालेको देख्छ यो मन चलेको मात्र हाम्रो परमेश्वर पिताले देख्नुहुन्छ होइन त्यसै गरी परमेश्वर पितालाई सुन्दै ईश्वरको वचन यसो हो भनेर सबै फुपूलाई राखेर जहिले पनि सर्नाको वचनमा राखेँ होइन सर्नाको वचन शिक्षा जहिले पनि नामलाई आमालाई त्यसरी फुपूलाई मैले त्यसरी राखेँ होइन परमेश्वर भएर त्यसरी चाहिँ फुपूलाई त्यसरी उत्साहित बनाउँदै राखेँ दुईचोटि बाहिरसिको दुईचोटि चेकअप गऱ्यो छाउने हस्पिटलमा चेक गर्दाखेरि छाउने हस्पिटलमा पनि नर्मल रिपोर्ट निकालिदिनु भयो केही छैन भन्ने बनाउनु भयो र त्यसै गरी फेरि पनि 14 दिन पुग्नु पऱ्यो हामीले त्यसको लागि फेरि पनि हामीलाई ठुलो दबाई गर्नको लागि 14 दिन फेरि हामीले पुग्नु पऱ्यो फेरि पनि यहाँ रिपोर्ट भएन यसरी चाहिँ क्यान्सरको ट्याग लगाइदिएको छ भने किन चाहिँ फेरि यो रिपोर्ट नर्मल आयो अब इन्डिया पठाउनुपर्छ भनेर यो रिपोर्ट फेरि इन्डिया पठाइदियो अब यो रिपोर्ट कहिले आउँछ भने 14 दिनपछि आउँछ भने अनि त्यसपछि फेरि पनि कुनै पिता धन्यवाद हजुरलाई यो रिपोर्ट पनि हजुरले नर्मल आइसक्यो ल्याइसक्नु भयो भनेर म्याम हजुरलाई मैले भने म्याम हजुरले पनि नर्मल भइसक्यो म्याम यो त नर्मल भइसक्यो भने त्यो रिपोर्ट पनि नर्मल
ईश्वरले फेरि पनि ठुलो भयो हजुरलाई धन्यवाद दिन्छ यस्तो महान परमात्मालाई हजुरले तालीले स्वागत महान शक्तिशाली शिक्षक वचनद्वारा तपाईँहरू सबैको सही पारेर जानुभयो हाम्रो उसलाई लक्ष्मी तामाङ म्याम हजुर उहाँलाई हामीले ताली बजाएर सम्मान गरौँ। हजुरहरू समस्याभन्दा तपाईँ हामी ठुलो, तपाईँ हामीभन्दा परमेश्वर ठुलो र त्यो दुष्ट शैतान पैताल बहुत ठुलो। यो प्रत्यक्ष उदाहरण छ, यो शाखामा प्रत्यक्ष उदाहरण छ। त्यो लाइनमा हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँहरू कसैलाई पनि केही पनि भएको छैन, आनन्द र शान्ति
शान्तिमा राखिसक्नु भएको छ हाम्रो पिता परमेश्वरले। त्यो लाइनमा हाम्रा यहाँ एकजना सर हुनुहुन्छ, व्हिल चेयरमा आउनुहुन्थ्यो, अर्को एकजना सर हुनुहुन्छ व्हिल चेयरमा आउनुहुन्थ्यो। उहाँहरू यहाँ आएर वचन खाँदै 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 जाँदै खाँदै जाँदै गर्दा गर्दा आज उहाँहरू चाहिँ एक्लै घरमा अनि यहाँ हिँडेर आउन सक्ने जान सक्ने हुनुभएको छ। आमा हजुर भर्खर हाम्रो देव हजुरले चाहिँ गवाई शिक्षामा दिएर जानुभयो। उहाँलाई चाहिँ क्यान्सर हस्पिटलले ट्याग लगाइदिएको। अब त्यो क्यान्सरको अपरेसन गर्नुपर्दा किमो चढाउनु पर्दा एकातिर शरीरलाई चाहिँ बाधा, अर्कोतिर खर्च, कति चाहिँ गाह्रो थियो। जब उहाँहरूले चाहिँ हाम्रा पिताजीसँग रोएर कराएर विलम्ब गरेर आशिष माग्नुभयो, आज आमा चाहिँ एकदम तगडा बनाइसक्नुभयो। उहाँको अवस्था यहाँ आउँदाखेरि असाध्यै हुनुहुन्छ कि हुनुहुन्न कि भन्ने खालको चाहिँ अवस्था थियो। यहाँहरू टुट्नुभएको झन्डै 2 महिना अलिकति त्यस्तै हुनुपर्छ मैले बुझेअनुसार। आज उहाँले चाहिँ त्यो मनको ठडाएर आनन्दसँग पढ्याउने, हात चलाउने, मनको ठडाउने, कुराकानी गर्ने, हाँस्ने हुनुभएको छ। त्यहाँ परमेश्वरको आशिष अरूलाई हुँदाखेरि हामीलाई हुँदैन भनेर माग्नु पर्यो। यो परमेश्वरको वचनको सागर हो हजुरको। यो परमेश्वरको वचनको सागरमा थोरै विश्वास गर्नुहुन्छ, थोरै पाउनुहुन्छ आशिष। धेरै विश्वास गर्नुहुन्छ, धेरै लिएर जान पाउनुहुन्छ आशिष। हामीले त कसैले पनि न हाम्रो यहाँ हजुरले चाहिँ भेदभाव गरेर गर्नुहुन्छ, न हामीले गर्नु। हजुरले थोरै लगाइदिनु हुन्छ, तपाईँले अलिक धेरै लगेर हामीले हुँदैन। यो वचनको सागर स्वर्गका पानीको सागर हुन्। यो सागरमा हजुरहरूले प्रशस्त गरी चाहिँ वचनहरू लिएर जानुहोस् अनि उत्साहित हुनुहोस्। शान्ति, आनन्द, प्रशस्तता त्यस्तै एउटा उदाहरण, पानी घरमा छैन, टाढा जानुपर्छ, समुद्र अलिक टाढै छ। हजुरहरूले चाहिँ अङ्खरा लिएर जानुभयो भने त्यो अङ्खरा भोलि मात्रै आउने हो पानी। गाली बोकेर जानुभयो भने गाली भोलि ल्याउनुहुन्छ, केही समय त तपाईँलाई खबर हुन्छ, सुख शान्ति मिल्छ होइन। त्यस्तै जस्तो यो परमेश्वरको सागरबाट प्रशस्त गरी तपाईँहरूले धेरै पानी ल्याएर गरेर वचनको सागरबाट चाहिँ तपाईँहरूले वचन लिएर जानुहोस्, शान्ति पाउनुहोस्, आशिषित हुनुहोस्, उत्साहित बन्नुहोस् भन्दै हाम्रा न्यायप्रति मैले फेरि पनि धन्यवाद दिन चाहन्छु। हाम्रा ईश्वर परमात्मामा धन्यवाद प्रकटाउन चाहन्छु। अब हाम्रो हृदय शिक्षा वचनद्वारा अन्तिम वक्ता हुनुहुन्छ कल्पना कार्की न्याय हजुर। उहाँ यस स्टेजमा आइसक्नु रहेको छ। उहाँको निम्ति पनि एउटा हामीले सम्मान गर्नुपर्छ। जगत बनाउने, रगत बनाउने, हामी सबैलाई सृष्टि गरेर संसार देखाउने परमात्मा परमेश्वर धन्यवाद गर्छु। धन्यवाद गर्छु। उपरा गराउने प्रकाश हजुर, सुशीला कवि गैरीमा हजुर, उहाँको नानीहरू समस्त घर परिवारमा टाढैबाट भएर शिव धन्यवाद गर्छु। छोटो बनाउँदै यसरी तपस्या शाखामा पनि सत्ताको बिउ ल्याएर रोप्ने हामी सबैको अग्रजका हुनुहुन्छ सुशीला खोला म्याम हजुर। उहाँको नानी समस्त घर परिवारमा शिव जितेको समान वचनबाट बढेको भजनलाई उत्साहित बनाउँदै अगाडि बढिरहने युटिक सर हजुर। आज पवित्र आत्माद्वारा महिमा सञ्चालन गर्नुहुने सर हजुर, क्यानाडा प्रशासन सर हजुर र ईश्वरको पवित्र आत्माबाट जन्मिनुभएका ईश्वरीय पवित्र सन्तान हजुरहरूमा सुधार्नुहोस्। म कल्पना कार्कीको तर्फबाट एकै पुस्तकमा
र सहम्यामहरूसँग पनि एकै मुसामा शिव रहेको मलाई सुसमाचार सुनाउनु भएको 1 वर्ष भइसकेको थियो होइन मलाई सुसमाचार सुनाउने मेरो साथीहरू मेरो सहयोगी साथीहरू हुनुहुन्छ यहाँहरूलाई पनि ईश्वरको परिपूर्ण आशीर्वाद गरियोस् भन्ने चाहन्छु मैले ईश्वर दिएको यो सद्भावको कारणले हो सर्वजुल हुनुहुन्छ ओछ्यानमै गरिसक्नु भएको थियो रोगले छलिएको शरीर थियो मन्त्रीको हात पाउ थियो भने आज ईश्वर परमात्मा चिन्न सकिने र ईश्वर परमात्माको महिनामा जुन दिनदेखि मैले रोगीहरूको नवमीकार गरेर अगाडि बढिरहेको अवस्थामा मेरो सर्वजुल अहिले एकदम तन्दुरुस्त भएर आफ्नै हात पाउ चलाएर त्यसको मन्त्रीको हात पाउ भएको मानिस के गरी उठ्न सक्ला भनेर संसारले थालेको अवस्थाको मानिस आज आफै परमात्माको सन्तान बनेर काम गरेर खान सक्ने योग्य सक्रिय अस्ति हामी घरको महिना गर्न गएका थियौँ शनिबार भने शनिबारको दिन थियो हामी यहाँ महिना गयो हामी महिना गर्न उहाँ पनि घुम्नुपर्ने थियो भने हामी गयौँ हामी सरहरू बसहरू लिन जानुभयो मेरो सरको छुट्टी थिएन सरहरूलाई भने आउनुहोस् बस आइसक्यो बसमै जाउँ यत्रो बाटो हिँडेर जान सक्दैन हजुर भनेर भन्दाखेरि तिमीहरू जाऊ म जसरी भए पनि पठाउँदै भए पनि आउँछु भन्नुभयो हुन त भनेर हामी गयौँ बसमा गयौँ अनि फेरि उहाँ गएर फोन गर्दा म आउँदैछु भन्नुभयो कसरी आउनुहुन्छ होला भनेर हामी भइरहेको अवस्था थियो भने होइन उहाँको हिँड्दै यत्रो बाटो त्यस्तो खलिने गलेको अवस्थाको मानिस यत्रो बाटो लगभग 1.5 घन्टा लाग्छ ह्यान्डीलाई उहाँ बसेको पुल पुगाए उहाँले लिएर जान सक्ने शक्ति ईश्वर परमात्माले अनि फेरि त्यसपछि हामी सहरको बसो खाएर फर्किने बेला भएको अवस्था थियो मैले फेरि सहरहरू गएँ अब हामीले हिँड्न लाग्यौँ हजुर कहाँ हुनुहुन्छ यता आएछु जानुपर्छ हामी बसमै जाने हो भनेर भन्दा सरहरूले तिमीहरू मसँग पनि आएको पनि होइन मसँग जाने पनि होइन तिमीहरू जाँदा म जसै पनि आउँछु भन्नुभयो अनि भोलाको भनेर हामी बसमा आयौँ होइन त्यसरी आउँदा उहाँ फेरि सर म्यामको वचन पुरा महिमा सकाएर लास्टसम्म बसेर म्यामको हातको चलाइदिएर सरको हातको चलाइदिएर एकदम हर्षित भएर फर्किनु भएछ ईश्वरलाई गौरव गर्नुभएका परमात्मालाई आफ्नो आत्मामा भित्राएपछि त्यत्रो शक्ति सामर्थ्य दिनुहुँदैछ उहाँलाई त म सर म्यामको हातको पास मैले सर म्यामको हात मेरो शिरमा कसरी भइरहेको भनेर उहाँले यहाँदेखि प्रण गरेर जानुभएको थियो त्यत्रो बाटो हिँडेर आउन जान सक्ने योग्यहरू पूर्वमाको प्रदेशले गराउनु भएको बेला यसमा हजुरलाई गौरव सरको मेरो पनि सानो मलाई ठुलो गर्नु दिनुभएको कविताले म त्यही महिना गर्दै बसिरहेको थियौँ हामी सबैजना एकै ठाउँमा हामी मेरो साथीहरू सबै ठाउँमा बसिरहेको अवस्था थियो मलाई सरहरूको प्रकाशहरूको वचन आइरहेको थियो मलाई एकदम मलाई एकदम जस्तो अनुभव भइरहेको थियो त्यसपछि सरहरूको वचन समाप्त भयो म्यामको वचन सुरु भयो मलाई एकदम गाह्रो अवस्था बनाइरहेको थियो जुनले मलाई त्यतिकै बेला तपाईँ महिनाबाट टाढा बस्नु भएको थियो होला तर मैले एकदम पिता हजुरले यस्तो हामीलाई यस्तो महान गुरु दिनुभएको छ आफू उसमा चढ्दा पनि होइन मलाई म ठिक छु
चढ्ने बेला भयो बसमा आउँदै गर्दा म एकदम मेरो खुट्टा पनि चाल्न सक्यो कि जस्तो मलाई फिल भइरहेको बढाइरहेको थियो खुट्टाले भने कहाँबाट लक्ष्मी म्याम पछाडिबाट आउनुभएको ओहो को भनेर म्याम हजुरको हुँदैछ भनेर मलाई पिताले मलाई खडा गर्नुभएछ अगाडि मारेर बसमा लैजानु भयो यसो भने उहाँलाई पनि ईश्वरको भेट घरमा आएर आफूले लगाएको शरीरमा लगाएको कपडाभरि टेकेर नसक्ने अवस्था बनाएको पनि मलाई भने मैले नानीलाई भने नानी म त एकदम गाह्रो भएको छ घरमा आएपछि मात्रै मैले नानीसँग त्यस्तो भने होइन मलाई एकदम गाह्रो भएको छ के भएको होला भनेर एकदम मनमा अन्य भाषा प्रार्थना गरेँ अनि मेरा सबको अस्ति नै यही भवनबाट जाँदाखेरि एकदम हात आएको त्यो वचन मैले एकदम मेरो आत्मा हालिदिनु भयो पिताले भने त्यो वचनलाई खेलाएँ मलाई त भयो भने मलाई पनि हुन्छ जसरी पनि हुनैपर्छ हुन्छ भनेर मैले त्यसमा लागिगयो मलाई एकदम टोइलेट जान मन लाग्यो टोइलेट जाँदा पनि म एकदम नबिग्दै गएँ टोइलेटबाट आएँ मलाई एकदम बमी होला जस्तो भइरहेको थियो मुखबाट थुक पनि ननिस्केर एकदम आँसुको धारा त्यो आँदै निस्केर पनि हुक गर्दा पनि मलाई केही आएन पछि मैले नानी मलाई पानी तपाईँको न म पानी खान्छु मलाई यस्तो भएको छ भने नानीले पानी दिनुभयो अनि पानीले घुम्ने खाएर सुत्दाखेरि सुत्छ म भनेर सुत्दाखेरि म सुत्न सकिनँ मलाई एकदम गाह्रो भयो नानीले फेरि यस्तो त्यो भाँडा थापिदिनु भयो अनि त्यो पानी मुखमा पलाइदिनु भयो कहाँबाट आएर त्यो उसको भनेको मलाई काट्यो दुष्टले त्यस्तो काटेर एकैछिनमा पिताले त्यो पितालाई यहीँबाट फालिदिन्छु भनेर मलाई शक्ति दिनुभयो मेरो सब बहिनीको नप्रिय सुतिरहेको छोरा आउनुभयो त्यसले भनेर कहीँ जानु हुँदैन छोरासँग बस्छ अनि त्यही भएर दुष्टले भेटेको होला कि म बोल्न सक्ने अवस्था थिइनँ अनि फेरि म पानी खान्छु भन्दा नानीले पानी लगाएर दिनुभयो पानी लिन खोज्दाखेरि मेरो हातदेखि काटेर मैले पानी लिन नसक्दाखेरि नानीले पिउनु भयो भने मम्मी हजुरले आएपछि उठाउनुहोस् त पिताले झुट्टै उठाइहाल्नु छ हजुरलाई भनेर नानीको मुख भएर पिता बोल्नुभयो मैले आजसम्म लिनको लागि मैले उठेर हिँड्न नसक्ने अवस्थामा घिसेर गएर आजसम्म उठाउँदाखेरि मलाई पिताले आनन्दको निन्द्रा दिएर पितासँग मागिरहनुहोस् अन्यत्र बनाउनु होला यसलाई हाम्रो गाउँ पिताले उठाउनुहुनेछ अध्यक्ष हामाको पिताले भन्नुभएको छ राखेको दाना जति विश्वास गरेर मेरो सन्तानले म उठाउने सुधार्ने म छुनी तिनीहरू नआटल भन्नुहुने अनुकारी पितालाई म धन्यवाद गर्छु मेरो मुखलाई इस्तेमाल गरेर मेरो वचन शिक्षाले हजुरहरूको परिवारमा सुख शान्ति समृद्धि फैलियोस् र हजुरहरूको गर्ने शिक्षाले पनि मेरो घर परिवार ईश्वरभित्रमा सुख शान्ति समृद्धि खाइसक्यो भन्दै मेरो इच्छा चाहना हुनुपर्दा मसँग एक बार र एक साथ हुने देउछौँ परमेश्वर पिताको जय जयकार गरेर अगाडि बढ्नको लागि शक्ति र सामर्थ्य दिनुहोस् भन्दै हजुरहरूको मागबाट बिदा हुन चाहन्छु धन्यवाद।